यिनीहरू करुवा कुन चाहिँ यो करुवा यो करुवा यो फाली हो यो करुवा यो पनि करुवा त्यो माथिको चाहिँ यो चाहिँ अनौ 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 भन्छ यिनीहरू त्यस्तै छ है त यो पाटीहरू त्यस्तै पाटी अडाउनेहरू हैन ल ठिक छ यो चाहिँ ढाक्रे है ढाक्रे हो यो चाहिँ ढाक्रे यो चाहिँ नुनहरू तेलहरू हैन यसरी बोकेर उहिले खाने चलन थियो ल आउनु हेलो साथीहरु तपाईहरुलाई वेलकम छ अशेष राई युट्युब च्यानलमा आज चाहिँ म मम्मीसँग उपस्थित भएको छु धरानको एसटीएस रक गार्डनमा चाहिँ मम्मी चाहिँ पहाडदेखि आइराख्नु भएको छ यहाँ मेरो पछाडि हुनुहुन्छ कस्तो लागिरहेछ मम्मी म भर्खर हामी आइपुगेका छौँ मलाई एकदमै राम्रो लागिरहेछ मास्क चाहिँ निकाल्नु न त अब मास्क चाहिँ निकाल्नु मास्क निकाल्दिनु अब कहाँ मास्क लाएर हुन्छ त हैन यस्तो चाहिँ साथीहरु अब हामी चाहिँ घुम्दै छौँ हैन तपाईहरुलाई म देखाउने छु मम्मीलाई चाहिँ यहाँनिर चाहिँ बनाएका पार्कहरू तपाईहरुलाई यही भन्न चाहन्छु है त सर्लक्क ल्याएर आज शनिबार धेरै मान्छेको भिड देखिरहेछ हैन यस्तै छ यहाँनिर म तपाईहरुलाई चाहिँ यो साइडमा देखिराख्नु भएको छ यो ज्येष्ठ नागरिक पार्क जुन बनिरहेको छ त्यो पनि तपाईहरुलाई म देखाउने छु त्यो चाहिँ भरे देखाउँछु हैन यहाँबाट राम्रो देखिरहेको छैन धेरै मान्छेहरू छन् त यहाँनिर यो साइड जुन मम्मी यता आउँदै हुनुहुन्छ अनि अब हामी चाहिँ च्याट्ट लाएर फोटो पनि खिच्छौँ र यहाँनिर हामी घुम्छौँ पनि टिकट काट्ने काउन्टर चाहिँ यहाँनिर छ अब हामी यहाँ टिकट पनि काट्छौँ है साथीहरु जुन टिकट काट्छौँ यहाँनिर एउटा टिकट काट्नुपर्छ अनि माथि त्यो आरा धरान छ नि त्यहाँ जानलाई अर्को टिकट काट्नुपर्छ साथीहरु यस्तै छ है साथीहरु यो चाहिँ ज्येष्ठ नागरिक पार्क ल अब हामी यहाँ चाहिँ टिकट काट्छौँ यस्तै छ है ल अब हामीले टिकट पनि काटिसक्यौँ देखाउँ त मम्मी टिकट ल अब हामी घुम्दै छौँ साइडमा छोडिदिनु भएको त्यहाँ आउँदै हुन्छ ल अब हामी चाहिँ घुम्दै छौँ उता तलतिर बसेर ल अब हामी चाहिँ भित्र प्रवेश गरिसकेका छौँ यस्तै छन् हैन नाको चाहिँ ठिक लागिरहेछ हैन मम्मी ठिक छ म अब भर्खर आजै हो घुम्न पनि आएको हैन सबै ठिकै छ अब हेर्दै जाउँ फोटो पनि खिचौँ हैन त खिचौँ यो चाहिँ के भन्छ नि यो प्रकृति संस्कृति प्रविधि भन्छ नि यो चाहिँ यहीँनिर छ है यो चाहिँ यस्तो भयो भने यो साइड तपाईँले देखाउनु भएको छ यो चाहिँ हर्क साङपाङको स्ट्याचु भन्छ नि त्यहाँ चाहिँ फोटो खिच्न सक्नुहुन्छ है साथीहरु अब क्यामेरालाई म ब्याक गर्छु है त ल साथीहरु यस्तै छ है मम्मीले चाहिँ अब त्यो टिकटलाई चाहिँ त्यहाँ हाल्दै हुनुहुन्छ हैन कस्तो लागिरहेछ मम्मी मलाई एकदमै ठिक लागिरहेछ भर्खर ठुलो बोल्नु न हैन ठिक लागिरहेछ ठिक छ ठिक लागिरहेछ यो चाहिँ हर्क साङपाङको त्यो खिच्छ नि त्यो टाउको लाएर हजुर हजुर यहाँ यो त्यो चाहिँ त्यो है ए त्यो हो यस्तो त्यो देख्नु भएको छ नि आएर हैन हजुर हजुर यो त्यो चाहिँ ठ्याक्कै टाउको लाएर खिच्छन् यो चाहिँ प्रकृति संस्कृति प्रविधि भन्छ नि हो त्यो चाहिँ यही हो हर्कबाद भनेको छ अनिवार्य श्रमदान सामाजिक एकता हैन स्वास्थ्य विकास देशभक्ति उन्नत देश भनेको छ नि अब हामीले हेर्छौँ नि त्यो युट्युबतिर त्यही हो यही हो यस्तो छ हैन ल जाउँ मम्मी उभो हुन्छ अब त्यहाँ मास्तिर जानु अर्को टिकट काट्नुपर्छ फेरि अब जाउँ ल अब हामी जाँदैछौँ है साथीहरु यता उभो ल ठ्याक्कै सधैँ यहाँ चाहिँ यस्तो दामी सिन छ हैन जाउँ मम्मी त्यहाँनिर यहाँ चाहिँ अब हामी मम्मीलाई फोटो खिच्नको लागि रेडी गर्दैछु यहाँनिर चाहिँ ल तपाईको फोटो खिच्नु हैन त ठ्याक्कै मान्छे नै है बोल्छ है बोल्छ ल यहाँ त पालो पाइँदैन अब मम्मी त्यहाँ तयार हुनु ल मम्मीको फोटो खिचिदिन्छ साथीहरु यहाँ चाहिँ जुन चाहिँ वरिपरि देखिराख्नु भएको छ है यस्तो सिन छ यहाँ सट्ट पानी आइरहेको है यहाँनिर चाहिँ मान्छेमा यति धेरै भिड छ है यहाँनिर पर देखिराख्नु भएको छ यो चाहिँ धरान लेखेको छ अनि हामी यता पनि घुम्ने छौँ मम्मीलाई घुमाउने छु ल
ल मही पनि फोटो खिच्नु लागि जानु भएको छ है तलक्क म खिचिदिन्छु ए ल है साथीहरू यो पछाडि देख्नु भएको छ यो चाहिँ पहिला उहिले तपाईँ थुम्जे बोक्नुहुन्थ्यो तपाईँहरूले होइन बोकेको त सेम यस्तै हुन्थ्यो होइन आजै पनि बोक्छौँ नि हो ल मम्मीसँग चाहिँ घुम्न आइरहेको छौँ होइन कस्तो रमाइलो लागिरहेको छ मम्मी मलाई रमाइलो लागिरहेको छ फोटो सोटो पनि खिचिसक्यो होइन ल अब अहिले यतै आएको आज चाहिँ घुम्नु जानुपर्ने यता पनि छ है हुन्छ ल अब हामी यता घुम्नु जाँदैछौँ ल है साथीहरू अब यो हामी यहाँदेखि पनि जाँदैछौँ है अब हामी उता जुन तपाईँले देख्नु भएको छ यो साइड चाहिँ एकदमै घुम्ने डुल्नको लागि एकदमै रमाइलो ठाउँ पनि छ तपाईँले हेरिराख्नु भएको छ भने हामी चाहिँ घुमिरहेछौँ धेरै चाहिँ आन्तरिक पर्यटकहरू पनि आएको चाहिँ हामी देख्न सक्छौँ है साथीहरू यस्तो छ हामी चाहिँ घुमिरहेछौँ होइन अनि यस्तो छ है साथीहरू यो चाहिँ जुन त्यो हामीले भर्याङ देख्छौँ नि यसरी चढेर जाने अनि मम्मी चाहिँ यहाँदेखि आउँदै हुनुहुन्छ कस्तो लागिरहेछ त मम्मी मलाई राम्रो लागिरहेको छ एकदमै ठिक छ ठिक छ नि त अब भर्खरै घुम्नु थालेको छौँ होइन अब घुमिसक्नु पनि निकै नै लाग्छ होला अब यहाँदेखि उता जान्छौँ त्यहाँ मास्तिर पनि छ अर्को फेरि हो नि त्यो जानु है त्यहाँ पनि छ कि त्यहाँ चाहिँ माथि कहाँ त्यहाँदेखि हामी मास्तिर आरा झरना देख्नुहुन्न तपाईँ कसरी आराहरू देख्नुहुन्न आरा त्यो आरा यस्तो काट्दै गरेकोहरू होइन त्यस्तोहरू तपाईँले त्यहाँ देख्नुहुन्छ क्या त्यहाँ चाहिँ जानुभयो भने झाँक्रे बोकेको चाहिँ कहाँ ढाक्रे गएको त्यहीँ छ ए हो हो अब यस्तो छ तपाईँ चाहिँ अब यहाँनिर एउटा फोटो खिचौँ यहाँ एउटा छ है नानी बोकेर नि कस्तो लाग्यो त यो चाहिँ थुम्से बोकिरहेको छैन त्यसो गर्ने यहाँ डाडु पनि थियो जस्तो लाग्छ अहिले छैन क्या हो निकालेर कता के गर्ने डाडु पनि थियो जस्तो लाग्छ यहीँ होला हौ त्यो डाडु पुन्यु पनि रहेको जस्तो लाग्थ्यो पहिला अहिले छैन रहेछ है यस्तै छ अब एउटा के गरौँ फोटो खिचौँ होइन त ठिकै छ ल फोटो खिचिदिन्छु मम्मीको एउटा अनि यो चाहिँ कस्तो लाग्यो त यो चाहिँ यो पनि एकदमै राम्रो पहिला यसै गरिन्थ्यो होइन पहिला बाउ आमाहरूले पनि त्यसो गर्नुहुन्थ्यो त्यस्तै अब यहाँ गरिराखेको देख्नु पाइयो पहिला जस्तै लाग्यो हामीले पनि त्यसै नै गरियो बसेर तिमीहरूलाई हुर्काउँदाखेरि होइन हो यसले चाहिँ याद दिलायो हो याद दिलायो पहिलाको कुराहरू संस्कृति भनेको यही हो यही होइन आफ्नो संस्कृति आफ्नो परम्परा होइन राम्रो छ र वातावरणहरू पनि चिसो चिसो हाम्रो पहाड जस्तै लाग्यो यहाँ त हो ल ठिक छ म फेरि फोटो खिचिदिन्छु एउटा है अलरेडी मम्मीसँग चाहिँ यसको पनि हामीले फोटो लिइसकेका छौँ होइन यो पछाडिको जुन देख्नु भएको छ त्यसको पनि फोटो लिइसकेका छौँ के भएर आइरहेछ अलिक कम आइरहेको ल अब हामी अझै मास्तिर जाँदैछौँ घुम्न है त साथीहरू हेर्नुहोस् यस्तै छ है ए यताबाट चाहिँ खेल्ने ठाउँ रहेछ हौ म यताबाट जानुपर्छ यस्तो छ है साथीहरू हामी चाहिँ घुमिरहेछौँ मम्मीसँग यो चाहिँ केटाकेटी खेल्ने चिल्ड्रेन पार्क रहेछ फेरि यो चाहिँ केटाकेटीहरू यसो खेल्ने पार्क रहेछ यो चाहिँ साथीहरू यस्तै छ चिल्ड्रेन पार्क केटाकेटी खेलिरहेको छ है यो पार्कमा चाहिँ ल होइन धेरै समय पछाडि मैले चाहिँ मेरो युट्युब च्यानलमा पनि यो भिडियो चाहिँ अपलोड गर्दैछु तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ तपाईँलाई भन्न चाहन्छु अनि मम्मी चाहिँ यसरी आउँदै हुनुहुन्छ है हामी सँगसँगै छौँ है ल पहिलाचोटि पनि म दाइसँग आएको थिएँ त्यो भिडियो मैले गराएको छु तर त्यो चाहिँ हालेको छैन फेसबुकमा युट्युबमा अब यो चाहिँ कसरी हुन्छ के गरेर हुन्छ फेसबुक युट्युबमा हाल्ने कोसिस गरिराखेको छु है त ल यस्तै छ है साथीहरू यस्तै छ यहाँ चाहिँ निकै हावाहरू पनि चलिरहेको छ
ल हामी चाहिँ त्यो हराम देखेको ठाउँमा आइपुग्यौँ है साथीहरू। यहाँदेखिको भ्यू चाहिँ यस्तो देखिन्छ है। मम्मी आउँदै हुनुहुन्छ यहाँनिर हिँड्दै हिँड्दै होइन। यहाँ आइपुगिसक्नुभयो भने यो चाहिँ धरानको भ्यू श्रम संस्कृति पार्क तपाईँलाई यहाँदेखि म देखाउँदैछु। एकदमै भिड छ, मान्छे पनि ज्यादा छन्। यसरी आउने गाडीहरू टेम्पोहरू आइरहेको छ। यहाँ गाडी चाहिँ ठुल्ठुलो गाडी आउँदैन, सानो सानो गाडी चाहिँ अलिअलि आकल चोकल आउँदो रहेछ होइन। यस्तै छ यहाँनिर केटाकेटीहरू खेलिरहेछ। मम्मी यहाँनिर हुनुहुन्छ। मम्मी यहाँनिर जानु न। यहाँ जानुहोस्। धरान लेखेकोमा एकचोटि होइन उभिदिनुहोस्। यस्तै छ है साथीहरू। मम्मीलाई चाहिँ मैले घुमाउन ल्याएको छु। कस्तो लागिरहेछ त मम्मी? मलाई राम्रो लागिरहेछ, एकदमै ठिक छ। यहाँ कता हरायो क्या हो? पछोटि ए छ त। ए ठिक छ छैन हरायो। ल अब हामी सल्लक्कै यो मासतिर जान्छौँ। त्यहाँ चाहिँ तपाईँलाई देखाउँछु जुम गरेर। हामी यहाँनिर जान्छौँ। यहाँनिर चाहिँ आरा धरानहरू भयो, एसटिएस रक गार्डनहरू भयो। यो एरियामा पर्छ साथीहरू। के अरे एसटिएस रक गार्डन भन्दा के अरे भूपू आर्मीहरूले बनाएको छ नि त्यो के अरे चौतारी, गोर्खा चौतारी, त्यो चाहिँ यता साइड पर्छ है। कस्तो लागिरहेछ त मम्मी? अनि यो जस यो हेर्नुभयो, घुम्नुभयो? घुम्दैछौँ, अब बाँकी पनि छ होइन। राम्रो छ, एकदम राम्रो रहेछ। देखियो अब घुमियो पनि हो, राम्रो छ, एकदम राम्रो छ, एकदम ठिक छ। ठिक छ है। यहाँ घुम्दा चाहिँ कस्तो कस्तो के भयो त? के याद आयो त तपाईँलाई? मलाई चाहिँ एकदमै राम्रो होइन। सबै पहिलाको यसो बाउ आमाहरूले जुन चाहिँ बोकेर नानीहरू बोकेर होइन अनि डुलाउनु भएको थियो रहेछ देखेको। हामीले पनि त्यसो पनि गरेको। अहिलेसम्म त अहिले चाहिँ अब अर्कै खालको गरेर बोक्छ होइन। हामीले त्यसमा पनि त्यसरी नै बोकेको, घाँस दाउरा पनि गरेको। त्यस्तै अब संसार पहिलाको कुराहरू सम्झिनु पनि पर्नेछ। यो धर्म संस्कृति पनि भन्नुपर्छ यो हो है। बोल्दै बोल्दै जाउँ मम्मी है। जाउँ सबै अब हेर्दैछौँ होइन। हेर्दैछौँ होइन। हो नि हौ, यस्तो छ यहाँनिर चाहिँ होइन। पुरानो कुराहरू त एकदमै राम्रो पो छ है। हो नि हो है। पछिको भन्दा पहिलाको कुराहरू होइन। जोस् त्यो तपाईँलाई याद दिला होइन? दिलायो। बुवा पनि घुम्नु भएको थियो नि, बुवालाई चाहिँ कस्तो लागेर सोध्नु भएन? त्यो पनि कहाँ बोल्नु पाए पो। 4 गते आउनु भएको, म यताउति गर्दा त्यस्तो कुरै भएन त्यस्तो। हो र? केही कुरै भएन। कुरै भएन है। अब अलिकति मासतिर छ होइन। हजुर अलिक मासतिर गोर्खा चौतारी, एसटिएस रक गार्डन। यहाँ चाहिँ माछा मम्मीहरू चाहिँ माछा हो। मोबाइल झार्छ नानीहरूले चाहिँ माछा हेरिरहेछ। हाम्रो बाबुहरूले माछा हेरिरहेछन्। माछा हेरिरहेछ। ग्रास काटहरू के पो कोमन के पो भन्छ यसलाई? खै रातो माछा के भन्छ? ग्रास काट कि के भन्छ? हेरी खाने नि। कस्तो लाग्यो? ठिक लाग्यो? ठिक छ, यो पनि राम्रो रहेछ। पोखरी, माछा पोखरी यस्तो छ है। ल अब हामी चाहिँ यहाँदेखि अब लगभग यहाँ तल्लोमा पनि रहेछ है। यहाँ पाइपहरू हेर्नु है, पानीको यत्रो ठुलो पाइप चाहिँ आम्मामामा है। यो यस्तो पाइपहरू चाहिँ कोका भनेको 48 किलोमिटर कति किलोमिटर हो त्यो 90 दिनमा लिएको भनेको, 98 दिन कतिमा लिएको भनेको क्या यो। यत्रै पाइप जस्तो लाग्छ है मलाई चाहिँ। पानी चाहिँ धरानमा खुवाएको छ नि त। अनि यो चाहिँ यताबाट पनि टिकट काट्ने ठाउँ छ होइन भने यता पनि टिकट काट्ने ठाउँ छ। दुई ठाउँ छ। जताबाट टिकट काटेर भित्र प्रवेश गर्दा पनि हुन्छ यहाँ चाहिँ है। यस्तो छ है। ठिक लाग्यो मम्मी? ठिक छ। यो त क्यामुनाको बोटहरू रहेछ, हाम्रोमा भएको जस्तै खालको हो। यो क्यामुना हो? क्यामुनाहरू।
यो केहरू यो स्वामी रहेछ होइन ए स्वामी पनि रहेछ है यो स्वामीको बोटहरू पनि रहेछ ए स्वामी है यिनीहरू स्वामी माथि हाम्रो स्वामी छैन पाहाडमा हो हो त्यस्तो स्वामी हो यो स्वामीको बिरुवा कहाँबाट लिएर ल्याएछ हौ त्यही त है हो यिनीहरू स्वामी नै हो नि नानी बोकेर खुम्चे बोकेर होइन हो नि हौ ठिक छ अब हामी सर्लकै यहाँदेखि चाहिँ हामी जाँदैछौँ खोला भन्छ होला के खोला भन्छ होला यसलाई यो के खोला भन्छ हो यसलाई हो साँच्चै नि यताको बासिन्दालाई मात्रै थाहा हुन्छ होइन युट्युबतिर त हेरिन्छ धेरै बर्खामा त बाढी चल्नेछ नि त बर्खामा ठुलो गाडी चल्छ नि हेर्नु न यस्तो छ होइन आम्दा पनि राम्रो हुन्छ दिनमै 1.5-2 लाख 2.5 लाख भन्दा बढी हुन्छ अरे आम्दा होला नि त्यो 20-30 रुपियाँ तिर्दै अनि भनेपछि हेर्नु त दिने पछि होइन फेरि अन्त अब यहाँसम्म त्यहाँसम्म पुगेर आउँ कि मम्मी हजुर ल त्यहाँदेखि पल्लोमा जाउँ अनि यता तल जाँदा चाहिँ पैसा लाग्दैन यता माथि चाहिँ पैसा लाग्छ यस्तै छन् तपाईँले युट्युबतिर हेर्नुहुन्थेन हेर्छु त झाँक्री दह भनेर दिदी बहिनीहरूले बनाएको भनेको कहाँबाट लिएर यसरी रोपेछ यही हो झाँक्री दह भनेको चाहिँ यही दह है मम्मी भेगुता रहेछ यहाँ होइन यो मरेको बाँचेको भेगुता हौ यो ऊ हो स्ट्याचु भनेको ऊ मूर्ति बनाएको चाहिँ बनाएको यहाँ पनि माछा रहेछ होइन माछा रहेछ यस्तो छ है पार्टी सिटीहरू बजाइरहेको छ फुलहरू नखिच्नु भनिरहेको छ त्यहाँ चाहिँ नगर प्रहरीहरू हुनुहुँदो रहेछ उहाँहरूले पनि हेर्दै हुनुहुन्छ होइन फुल नखिच्नु भनेको छ यहाँबाट कराउँदै हुनुहुन्छ फोटो नखिच्नु भनेको छ माइकिङ पनि गर्दै हुनुहुन्छ टिप्नु नहुने कि फुलहरू टिप्नु नहुने टिप्नु त कसले टिपेको पनि छैन हामीले अरूलाई भनेको त्यस्तो छ साथीहरू है अब हामी यो बाटो जाँदैछौँ होइन यहाँ पनि यहाँसम्म पनि बाइक त आउँदो रहेछ यहाँ राख्नु मिल्दो रहेछ है बाइक कहाँबाट आउँछ नि यता परबाट जाउँ ल मम्मी जाउँ अब हामी जाँदैछौँ बोलिदिराखौँ न मम्मी के भनिराखौँ न भनिराखेको तपाईँ बोलेको कुरा यहाँ सट्ट आउँछ तपाईँ त्यहाँ सानो बोले पनि ठुलो सुनिन्छ कि कुराहरू बोल्दैछु तपाईँलाई माइक जडान गर्दैछु नि त मैले ठिकै छ त यस्तै छ साथीहरू यहाँ पानी फर्र आइरहेको छ यहाँ चाहिँ म्युजिक भिडियोहरू फिल्महरू सुट पनि हुन्छ है साथीहरू यो ठाउँमा चाहिँ धेरै मान्छेहरू छन् भिडभाडहरू छन् बढिरहेको छन् होइन मलाई चाहिँ यो मोबाइल बोक्न पनि गाह्रो भइरहेको छ यस्तो हात दुखिरहेको छ कि भिडियो गर्दा गर्दै यस्तो छ है साथीहरू यस्तो छ ल यस्तो छ आजको अवस्था आज शनिबार हो ल यो छ है आज पनि एकदमै भिड छ जहिले पनि भिडम्बाड नै भइरहेको छ होइन यस्तो छ यहाँको अवस्था यहाँ चाहिँ हर्क साङपाङ्गे यस्तो छन् हर्क साङपाङ ल यहाँ चाहिँ टिकट काउन्टर त्यहाँ मम्मी चाहिँ हर्कसँगमा हुनुहुन्न त्यहाँ टाउको ल साथीहरू हामी चाहिँ यो लाइन चाहिँ सबै घुमेर पनि आइसक्यौँ होइन अब खासै फोटो खिच्न पनि आउँदैन यस्तै छ भिडियो चाहिँ तपाईँहरूलाई गरेर देखाइरहेको छु थोरै जुम पनि गरिदिन्छु ल यस्तो छ अब हामी यहाँदेखि निस्किन्छौँ यहाँदेखि हामी निस्किसके पछाडि यहाँ चाहिँ एउटा रहेछ त्यो बनाएको रहेछ है यहाँनिर चाहिँ दामी बनाएको छ ठिक छ मम्मी ठिक छ ल अब हामी निस्क्यौँ होइन त निस्केर अब हामी यता तलबाट घुमेर जान्छौँ फेरि अर्को यहाँ माथि फेरि छुट्टै छ है फेरि
छुट्टै पैसा लाग्छ ए छुट्टै पैसा तर फेरि त्यहाँ छुट्टै फेरि रमाइलो पनि छ नि त ए ल अब हामी चाहिँ यता माथितिर जाँदैछौँ माथिको लागि माथि नै छ तलको लागि तलै छ है एकदम मान्छे भिड छ ज्यादा न ज्यादा ल मम्मी चाहिँ पछाडि आउनु हुनुहुन्छ अलिकति आवाज पनि राम्रो आओस् भनेर स्याट्ट साथले होइन मैले चाहिँ माइक पनि फिट गरेको छु एकदमै ज्यादा न ज्यादा भिड छ अब हामी चाहिँ आराधरानतिर लाग्दैछौँ यो धरान भन्छ नि यो एसटिएस र गार्डन चाहिँ घुमिसकेर यहीँ पर्छ अब हामी चाहिँ जाँदैछौँ आराधरानतिर मम्मी चाहिँ पछाडि हुनुहुन्छ तपाईँ यता घुमिसक्नु भयो नि त मम्मी सकियो अब यताको पालो होइन अब यताको पालो चाहिँ ठिकै छ यता हामी जाँदैछौँ है त साथी के क्षेत्र अरे मम्मी यो सरम संस्कृति पार्क अन्नपूर्ण क्षेत्र होइन क्षेत्र होइन हो अब श्रम संस्कृति पार्क अब छिर्दैछौँ हामी श्रम संस्कृति पार्क अब हामी छिर्दैछौँ कान्छौँ हो ल यहाँनिर पनि हामीले सुन्ने गर्ने यहाँ पनि छ है यस्तो छ साथीहरू है टिकट काट्ने ठाउँ यहाँ चाहिँ लाइन बसेर टिकट काट्ने हो कि हो ल टिकट काट्ने अवस्था है यहाँनिर चाहिँ ल हामी चाहिँ सरलका साथले श्रम संस्कृति पार्कभित्र छिरिसकेका छौँ है अब यहाँ स्टार्ट भयो ल यो त उमा देखेको थियौँ हामीले कहाँ देख्नु भएको थियो उमा युट्युबमा हेरेको युट्युबमा अब मेरो युट्युबमा हेर्नु अब ल छोराको युट्युबमा हेर्ने है त अब हुन्छ हुन्छ ल ल यसो गरौँ न अब म व्याकरण गरौँ तपाईँले हिँड्दै यो चाहिँ के हो त मम्मी होइन यो च्याप्रुङ हो यो च्याप्रुङ हो यो हो सिलाम सागमा च्याप्रुङ होइन यताबाट हेर्नु न यताबाट हेर्दै हिँड्नु न म भिडियो गर्दै हिँड्छु यसो गर्दै यसरी हिँड्नु हिँड्नु न ल यो होला जो है यो कुन चाहिँ यो यतातिर चाहिँ होला जुवा ल हलो जुवा के भन्छ देखायो नि त मलाई ल यो यसलाई जुवा यसलाई हलो होइन त्यो समातेको हल्लुडो अनि यसै गरेर अब गोरु जोत्नु पर्छ अनि त्यो यसलाई चाहिँ के भन्छ त्यो साइडको सानो यसलाई चाहिँ के भन्छ यसलाई यसलाई त हरिस भन्छ यसलाई ठेडी त्यस्तै भन्छ ए हरिस हरिस ठेड लामो हरिस यो होलो हरिस होइन जुवा जुवा चाहिँ यो चाहिँ जुवा अनि त्यो छेउछेउको चाहिँ छेउछेउको चाहिँ भन्नाले यिनीहरू होइन जुवाको छेउछेउको ए जो त्यो चाहिँ सोइला सोइला है त सोइला भन्छ हजुर हजुर जानेको छैन मैले जाने पनि युट्युबहरूलाई सिकाउनु परेन यो फाली हो फाली देखाउन हातले घोचेर यो फाली त्यो सानो सानो त्यो लगाएको यो करुवा यिनीहरू करुवा कुन चाहिँ यो करुवा यो करुवा यो फाली हो यो करुवा यो पनि करुवा त्यो माथिको चाहिँ यो चाहिँ अनौ 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 भन्छ यिनीहरू त्यस्तै छ है त यो पाटीहरू त्यस्तै अडाउने पाटी अडाउनेहरू हैन ल ठिक छ यो चाहिँ ढाक्रे है ढाक्रे हो यो चाहिँ ढाक्रे यो चाहिँ नुनहरू तेलहरू हैन यसरी बोकेर उहिले खाने चलन थियो यसरी नै बोकेर खुवाउनु पर्ने मधुमल्लादेखि हैन धरानदेखि पनि गरे हैन बाबु बाजे चाहिँ भनेको है म चाहिँ त्यसरी चाहिँ बोकिएन एकदमै मैले चाहिँ अब उमा आइराखेको थियो त्यस्तोहरू खाइयो हैन अब तिमीहरू त अब गाउँ गाउँमै आयो त्यसरी बोकेको बाबुबाजेले बोकेको खानुभयो खाएको हामी खाएरै यस्तो भएको खाएको यिनीहरू यसरी नै तेलहरू बोक्नु पर्ने ढाक्नेमा गएर कोही ठाउँ टोकन त्यो चाहिँ यसलाई चाहिँ के भन्छ नि त्यो जस्तै यो पछाडि नि यसलाई चाहिँ टोकमाक भन्छ है टोकमाक यो अडाउने चाहिँ टोकमाक हो नभए त कहाँ अडिन्छ त भाइसँग सकिन्छ त उग्नु यो टोकमाकले अडायो अनि त्यहाँबाट यसो हावा खाने यसो त्यो पछाडिको चाहिँ हेर्नु न भाँडा कराई भात खाने यो बाटोमा पकाएर हामीले हैन त्यस्तै अब जङ्गल त्यो चुला चौका जोड्यो त्यहाँदेखि आगो फुक्यो अन्त कराई भाँडामा पकायो डाडुङले पस्कायो अनि थालमा पसेर भात खाने त्यस्तो थियो त्यसो गर्ने है यो त्यस्तो चौतारीमा अथवा रुखको फेदतिर नि गरिन्थ्यो त्यसरी बाउहरूले गर्नुहुन्छ बाउ आमाहरूले त्यसो गरेर हुर्काएको हामीलाई त्यसै खाएर हामी हुर्केको पनि हो त्यस्तो छ यता त्यसो गर्नुपर्ने यो चाहिँ टोकमाकै अघि भन्नुभयो टोकमाक यसलाई चाहिँ के भन्छ यसलाई त खकनै खकन यो खकन हो होइन खकन भनेको यो अडाको यो जस्तै यस्तो कुममा अडाको यो चाहिँ नाम्लो है
ठिक छ, यस्तो कुराहरू पनि त थाहा पाउनु पर्यो नि त होइन। थाहा पाउनु पर्यो नि, पहिला त्यसै गरेर गरेको, अब गाडीमा आउँछ अनेकमा आउँछ त होइन। यस्तै रुखको फेदतिर पकाएर खानुपर्ने चलन होइन, चुला चौका जोडेर है त्यस्तै थियो। ल यहाँनिर चाहिँ फेरि बिरुवा रोपिरहेको छ, यो चाहिँ हर्क साङमाङ जस्तो जस्तै छ होइन त, हर्क साङमाङ जस्तो जस्तै त्यस्तै त्यो देखिन्छ त साँच्चै बिरा रोपिरहेको नि। यस्तो छ, एकछिनमा घुर्दाखेरि चाहिँ फोटो खिचौँ होइन यिनीहरूको। हस् ल ल अहिले चाहिँ भिडियो गर्दै जाउँ, ल अहिले फोटो खिचौँ। ठ्याक्कै मान्छे नि छ त यहाँ चाहिँ गिटी कुट्दै गरेको हेर्नु त, गिटी कुट्दै गरेको। यो चाहिँ गिटी कुट्दै गरेको, यो बनाउनको लागि होइन। उहिले बाबुबाजेले पनि कुट्थ्यो नि त। पहिला त कुट्थेन होला, अलिक पछि पछि गिटी कुट्ने चलन आयो। पहिला त गाह्रो लाग्यो, ढुङ्गा गऱ्यो होइन, माटोको ऊ लाग्यो, त्यसै गर्थ्यो है। यो चाहिँ सिम्बोलिक रहेछ क्या, सिम्बोलिक रहेछ यो, रोजन आर्ट्स बनाएर छ स्टेसन यहाँको चाहिँ। मम्मी त तलै अलमलिरहनु भएको रहेछ हेर्दै। कस्तो लाग्यो त मम्मी, ठिक लाग्यो? ठिक छ, एकदमै ठिक छ। सबै देखियो पुरानो कुराहरू, बाबुबाजेले गरेको कुराहरू, यसो गरेकोहरू, आमाहरूले कुरा गरेको होइन, बुझियो। अझै मास्तिर त्यस्तै रहेछ यता पनि। अब त्यहाँ मास्तिर छ, अब भाले हेर, भाले पनि बनाएको। यो भालेको कुरा गर्नुभएको ल, ठिक छ। अब हामी यहाँनिर जाँदैछौँ, यहाँनिर चाहिँ ट्याक्कै लेखेको छ एउटा, यो चाहिँ नहाली हुन्न है, हामीले देश सोच्न सकौँ भनेर लेखेको छ होइन। यो तपाईँहरूले पढ्नुभयो भने एकदमै यहाँबाट त्यो मर्मस्पर्शी कुराहरू लेखेको छ है साथीहरू। ल हर्क साङमाङ त यहाँ जानुहोस् मम्मी एकचोटि, मम्मी त्यहाँनिर हुनुहुँदो रहेछ, के हेर्दै हुनुहुन्छ, मम्मीले त्यो पढ्दै हुनुहुन्छ। हर्क साङमाङले लेखेको कुरा त्यो पढ्नुभएको, के लेखेको छ मम्मी? त्यहाँ चाहिँ माटो हुम्म होइन, मलाई दुख्दैन, कुल्छ या पूजा फरक पर्दैन भन्नुभएको छ। देश रोज्न सोच्न सकौँ होइन, म देश बोल्न सकौँ भनेको छ होइन। देशकै कर्म गर्न सकौँ म होइन, देशकै लागि मर्न सकौँ भनेको छ है। शरम पिता सियर हर्क साङमाङ है। यहाँनिर के जानुहुन्छ एकचोटि? हजुर एकचोटि जानुहुन्छ कि त्यहाँ भरे आउँदा है? हुन्छ ल भरे आउँदा एकैछिन। अब हामी सर्लक्कै जाँदैछौँ, यहाँ चाहिँ फेरि गोर्खा चौतारी पनि यही लाइनमा छ भने त्यहाँ आरा धरान पनि छ। यहाँ यत्रो भिडमा, यत्रो सामान्य भिडमा मैले आफ्नो चिनेको मान्छे को पनि छैन, काठमाडौँ चाहिँ लाग्यो म त। हो र, त्यही धेरै ठाउँको मान्छेहरू घुम्न आउँछन्, नि डुल्न आउँछन्, हामी त पूर्व पश्चिमदेखि आउँछन्। हो नि हौ, त्यो छ नि त, त्यो चाहिँ लाउरेहरू, त्यो चाहिँ लाउरी, खुकुरी त्यो सङ्गिन भन्छ त्यसलाई, त्यसलाई सङ्गिन भन्छ। जाउँ ल यता मम्मी, ल तपाईँ अगाडि हिँड्नुहोस्, कि म अगाडि हिँडौँ? हुन्छ, म अगाडि हिँडेर ल तपाईँलाई चाहिँ म देखाउँछु है त। ल अगाडि म छिटो छिटो हिँड्दैछु, तोप तपाईँले बिस्तारै आउनु नि त, अनि म भिडियो गर्थेँ। ए हो, ल ल आइहाल्नु, आउँदैछु। यस्तै छ है साथीहरू। ल यहाँ चाहिँ गोर्खा चौतारी हो, ठुलो चौतारी बनाएको छ है। तपाईँ त्यहाँ बस्नु न, म भिडियो गरिदिन्छु। यस्तो छ गोर्खा चौतारी। ल मम्मी आउँदै हुनुहुन्छ, यो चाहिँ गोर्खा चौतारी। के चौतारी नि? गोर्खा चौतारी ए हो रहेछ। यो चाहिँ के अरे सिङ्गापुर पुलिस, युके को आर्मी, इन्डियन आर्मीले बनाएको है। ए त्यसो नि, यो चाहिँ उहाँहरूले मिलेर बनाउनु भएको गोर्खा चौतारी होइन। यो गोर्खा चौतारी त्यस्तो छ हो रहेछ। तपाईँको खुकुरीहरू छ होइन? अलि खुकुरीहरू छ है। उहिले बाबुबाजुले लडेको नि हो, दुःख गरेको हो नि हौ होइन। हो यस्तो छ है, हो नि हौ। तपाईँलाई देखाउँदैछु र मम्मीसँग पनि घुमिरहेको छु। खर्च धेरै लाग्यो, खर्च धेरै लाग्यो। यहाँ त पानी पनि जम्दैन, यसो उ गऱ्यो भने पानी जम्दैन, त्यस्तो उयो पानी जाने ठाउँ बनाएको नि त यहाँ, त्यस्तोबाट
ए हो रहेछ ए सानो पाउँछ नि त्यो रहेछ यहाँ सफा गर्ने मान्छे पनि राखेको होला हैन छ नि सफा गर्ने मान्छेहरू राखेको छ हेर्ने मान्छेहरू हेरालु राखेको छ नगर प्रहरीहरू पनि छन् अघि देख्नुभयो नि तल हो अब हामी जाउँ है मम्मी उता जाऊ चिप्लो परेछ है साथीहरू यो बाटोले चिप्लो चिप्लो रहेछ है तर पनि हिँड्दैछौँ हजुर लड्नु त लडिँदैन होला नि त चिप्लो चिप्लो लडिँदैन यो चाहिँ पछि बर्खा मासमा चाहिँ लड्ने सम्बन्ध रहेछ है यो रहेछ नि हो एकदम यो चाहिँ बाटो चिप्लो रहेछ साथीहरू है बर्खा मासमा चाहिँ लड्नु सक्ने सम्भावना हो अघि एउटा भाइ लडेर नि हो नि हो ल खेचारियो नि तपाईँले हेरिसक्नुभयो मैले त भिडियो गर्नुले गर्दा हेरेको रहेछ है ए मैले त हेरेँ नि कता हुनुहुन्छ हात हल्लाउनु ठिकै छु त यहीँ छु पहिला गीत बज्थ्यो अहिले गीत बज्दैन क्या हो कोन त हो अस्ति एकचोटि आउँदा गीत बजिरहेको थियो होइन नि आरा काटेको छ त्यहाँ अहिले चाहिँ गीत बजेको छैन है यहाँनिर के छ हौ छेउमा होइन छैन रहेछ क्या हो पहिला चाहिँ यहाँनिर गीत बज्थ्यो क्या एउटा मान्छेले पहिला नि कान्छ ए दाजु ए के अरे राम्रो छ होइन त हाँसिराख्नु भएको छ आमा हो ए बज्यू त हिँडाउनु पहिला गीत बज्थ्यो अहिले छैन रहेछ ए गीत बज्न छोडेछ यस्तो छ यो चाहिँ आरा धरान है आरा धरान यो चाहिँ काठ काटिरहेको छ यो त तपाईँले देख्नुभएको होइन देखेको यो गाउँघरमा पुरै होइन पहिला यही थियो आचार मात्रै मिसिन छ मैले पनि काटेको होइन खै के गरिस् अब त्यो चाहिँ आफै जान्नु रहर गरेर गरेको रहर गरेर होइन कस्तो लागिरहेछ त मम्मी कति नै राम्रो छ भनेर कति नै राम्रो छ कस्तो लागिरहेछ त मलाई राम्रो लाग्यो एकदमै राम्रो लाग्यो पुरानो संस्कृतिहरू रहेछ उहरू रहेछ होइन धर्म संस्कृतिहरू सबै देखाएको रहेछ झल्केको छ सबै थोक छ राम्रो छ झाक्रे साक्रे नानी खानी बोकेकोहरू त्यसै गरेर अब हामीले हुर्काएको आमाहरूले होइन अनि त्यस्तै त्यसो पनि गर्न पहिलाको कुराहरू रमाइलो हुन्छ नि त हेर्नुपर्छ त्यस्तै हो हेर्नु आइयो यस्तो रहेछ पारिबाट पाइप लगिरहेछ क्या त्यो पाइप रहेछ यो पारीको जङ्गलहरू सबै लप्सीको बोटहरू रहेछ होइन लप्सीहरू यो जस्तै यो अर्को पाटे सिरिसहरू पनि देखेँ अब तपाईँको यहाँदेखि उँभो जानुभयो भने नि हजुर पुरा पार्के पार जङ्गलै जङ्गल छ क्या त्यसो नि जङ्गल त नजाउँ नजाउँ जाने काम छैन त्यसै स्वामीको बोटहरू रहेछ स्वामीको कुराहरू देख्यौँ हाम्रो गाउँमा एउटा बोट छ ठुलो बाउ बाजेले रोपेको होला माथि स्वामी त्यस्तै यहाँ पनि एउटा स्वामीको बिरुवाहरू कहाँबाट लिएर रोपेको स्वामी त हामीले टाइम बिरा देखेको छैन जरा भएको रोपिरहेको हुर्काइसकेको रहेछ स्वामी यिनीहरू क्यामुनाहरू पनि देख्दैछु मैले क्यामुना यो टाँकी होला होइन यो चाहिँ टाँकी हो कोइराला होइन कोइराला यस्तो हुँदैन होइन टाँकी हो यो चाहिँ टाँकी हो खिर्राहरू रहेछ होइन खिर्राको बोटहरू रहेछ यस्तै छ है यहाँ चाहिँ ल होइन हो नि हौ ल अब हामी तल यता जाउँ है हुन्छ यो खोला चाहिँ के भन्छ मलाई चाहिँ थाहा भएन त्यो चाहिँ के खोला भन्छ हौ यहीँको बासिन्दाले सोध्दा थाहा हुन्छ होइन यहाँ यो खै के खोला मैले पनि बिर्सेँ सब भिडियो हेरिराखिन्छ होइन हो याद हुन्न यस्तै छ धर्मशाला जस्तो होला नि यो माथि चाहिँ यिनीहरू बस्ने ठाउँ यसो हेर्ने ठाउँ शीतल ताप्ने पानी पर्दा बस्ने ठाउँहरू त्यस्तै होला अब धेरै मान्छे छन् फोटो खिच्नु त्यहाँ है हुन्छ त हुन्छ घुम्यो होइन त त्यहाँ माछाहरू छन् त्यो पर्तिर धारा चाहिँ सानो धारा हो त्यो पानी चाहिँ झर्दैन त्यो खाने ठाउँ त्यस्तो त्यो चिन्डोको धारा के चिन्डोको त्यहाँ हेर्नुहुन्छ चिन्डोको धारा चिसो नि चिन्डो धारा छ नि चिन्डो धारा के ल यस्तो छ मान्छे चाहिँ एकदमै भिड छन् है साथीहरू ल अब हामी फर्किँदैछौँ अब चाहिँ म फोटो खिचिदिन्छु मम्मीको अहिलेलाई भिडियो चाहिँ एन्ड गरेँ त साथीहरू है त मम्मी यहाँ हुनुहुन्छ ल अब चाहिँ मम्मी यता पछाडि हिँड्दै हुनुहुन्छ अब चाहिँ लगभग यो सम संस्कृति पार्क चाहिँ घुम्न लागिसक्यो अब हाम्रो फोटो खिच्ने काम हुन्छ है त साथीहरू त्यस पछाडि म जानेछु ज्येष्ठ नागरिक पार्क त्यहाँ चाहिँ खुल्ला छ निर्माण दिन्छ त्यो पार्क चाहिँ त्यहाँ पनि जान्छौँ त साथीहरू है ल हामी ज्येष्ठ नागरिक पार्क जान्छौँ होइन मम्मी जाउँ न ल ल ज्येष्ठ नागरिक पार्कमा पनि बनाइसक्नु भएको छ बनाउँदै हुनुहुन्छ त्यहाँ चाहिँ ए
हुन्छ ल ल है त साथीहरू ल अब हामी चाहिँ श्रम संस्कृति पार्क सबै घुमेर फर्किँदैछौँ तपाईँले भिडियो पनि बिचमा हेर्नुभयो होला होइन फेरि पनि आउँदै गर्नु होला है भन्ने भनेको त्यहाँ लेखेको छ नि त तपाईहरूको यता? यात्रा शुभ रहोस् है त्यहाँ लेखेको छ है ल हामी चाहिँ घुमेर अब फर्किँदैछौँ साथीहरू अब हामी कहाँ जान्छौँ भन्दा ज्येष्ठ नारी पार्क जान्छौँ ल हुन्छ है त ल हुन्छ ल साथीहरू यहाँ चाहिँ टिकट हो पुरा टिकट लाग्छ चेकिङ हुन्छ यहाँ टिकट काटेर अनि मात्रै भित्र छिर्न पाइन्छ है हजुर सबैले यहाँ चाहिँ गीतहरू गाउने ठाउँहरू छन् यहाँ आएपछि यसो अलिअलि दिइराख्नुपर्छ दिनु त 50 रुपियाँ दिनु ल मम्मीले दिँदै हुनुहुन्छ म दिन्छु यो पनि दिनु यो पनि यो त 80 ल ल यहाँ राखिदिनु ल यो दिँदै हुनुहुन्छ यहाँ चाहिँ चट्ट गीत सुन्ने हो होइन एकदम यहाँ चाहिँ पुरानो कुराहरू सुन्न देख्न पाइन्छ क्या ठिक छ होइन ठिक छ अब जाउँ है हामी बिस्तारै जाउँ घुमिरहेको छौँ ल अब हामी जाँदैछौँ घुम्दै घुम्दै अब ज्येष्ठ हामी नारी पार्क हामी जान्छौँ है त यस्तै छ होइन मै बोल्नु के पानी पर्ने हो नि पानी परे पनि परोस् न पानीले त गऱ्यो भिजाउँदै जाउँ न अनि भिजाउँदै त जानु होइन होला हेर्नु त यहाँनिर पानी हाल्दै बच्चाको घरको सानो हजुर हजुर ओहो पछाडि जुन देखाउनु भएको छ नि हो नि पानी हाल्दै 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 बचाउनु भएको हो नि यिनीहरूमा धरान बोटबिटाहरू बसेर आएर अनि सानो सङ्घर्ष सानो दुःख छ त यो भित्ताको चाहिँ के होला त्यो भित्ताको चाहिँ माथिको गरेको कि त सिन्कौलीहरू हो सिन्कौलीको बोट हो यो चाहिँ तर यो जस्तै बारेकोहरू के यो चाहिँ बीपी पार्क छ नि त्यो पर त्यो पर देख्नु भएको छ नि त्यो त्यसको लागि हो ए संरक्षण गरेको हजुर ए त्यसलाई चाहिँ उ गरेको जतन गरेको यस्तै छ है साथीहरू अब हामी चाहिँ घुमिरहेको छौँ होइन तपाईँले देखिराख्नु भएको छ तपाईँलाई चाहिँ म यही भन्न चाहन्छु ल अब हामी चाहिँ जाँदैछौँ अब हामी तल गएर खाजा खानुपर्छ ल मम्मी हुन्छ होइन खाऊ न खाऊ डुल्दा 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 बाइकमा कुद्दा कुद्दा होइन हावाले कति भने 10:30 काटेको थियो 2 घन्टा 2 घन्टामा आइपुग्यौँ दमकदेखि आइपुग्नु होला हौ कति कुदेको तर कुद्नु पनि आम्मा मेरो अनुहार हावा आँखाभरि माटो पसेर हो र चल्दै अनुहार सौदा पनि भएन है अन्त यस्तो छ है त साथीहरू के थियो नि यता पर यहाँ त ओसो पार्कहरू हो ए हो ओसो पार्क भन्छ ओसो तप्पु वन भन्छ क्या ए यस्तो छ यहाँ चाहिँ फोटोहरू छ फोटो खिच्ने बनाउने होइन ए फोटो बनाउने ठाउँ एकैछिनमा भइहाल्छ नि दिसा पिसाब गर्ने ठाउँ यहाँ ए म जान्छु ल पैसा लाग्छ नि पैसा लाग्छ त्यही अहिले आइतबार जाउँ एकछिनमा एकछिनमा तिर्नु जानुपर्छ ए रु 10 रुपियाँ 5 रुपियाँ ए यहाँ चाहिँ फेरि हामी ज्येष्ठ नारी पार्क जाँदैछौँ ज्येष्ठ नारी पार्क भने अब यो चाहिँ यस्तो रेगा लागेर छ कि यो चाहिँ नलडोस् नचिप्लोस् भनेको रहेछ होइन हो त हो यस्तै छ अब हामी यहाँ खाजा खानुभन्दा अगाडि त घुम्नु पर्यो नि त घुमौँ होइन एकलट घुमेर त्यो छाता ओढेको चाहिँ के बनाएको होला छाता ओढेको त्यो खाने ठाउँ ए खाने ठाउँ चाहिँ हो खाना खाने ठाउँ हो ए खाजा खाने ठाउँ ए पानी पर्यो भने पनि खाने ठाउँ जे गरे पनि खाने ठाउँ यो चाहिँ च्याट्ट साथले बनिरहेको छ होइन त यो चाहिँ के हो त भन्दाखेरि तपाईँ ज्येष्ठ नागरिक पार्क भनेको चाहिँ यही बनिँदैछ है मम्मी ए यिनीहरू नि यो चाहिँ अब पछि मान्छे बुढाबुढी भइन्छ नि अनि बुढाबुढी भएपछि अब घरमा मान्छे हेर्ने मान्छे हुँदैन सबैजना काममा हुन्छ फेरि बुढाबुढी मान्छेको चाहिँ अब कुरा मिल्दैन क्या केटाकेटीसँग अब अहिले त युट्युब मोबाइल सोबाइल मात्रै हेर्छ नि त खालि हो त्यसैले गर्दाखेरि पनि
अनि त्यो बुढापाकाहरूलाई चाहिँ उनीहरूलाई भेला पारेर ल्याउने, दिनभरि गफ गराउने, अनि बिहान ल्याउने गाडीबाटै उठाएर अनि गफ गराउने, अनि बेलुकी भएपछि अनि उसलाई छोडिदिने घर घरमै। त्यसो नि यहाँ चाहिँ बुढापाकाहरू आएर चाहिँ बस्ने ठाउँ है मम्मी यही। हेर्न गमलाहरू फुलहरू रोपिरहेछ, फुलहरू रोपिरहेछ। के राम्रो त हौ, राम्रो लाग्यो गमला राम्रो लाग्यो त। त्यो चाहिँ गमला नि कत्रा कत्रा गमला त उखुहरू रोपेको रहेछ होइन, यो धेरै फुलहरू रोपेको रहेछ। ओखली जस्तै देखेँ म त गमला त। गमला गफ गर्दै बस्ने ठाउँहरू यस्तो छ होइन, त्यस्तो छ है। यो निर्माण भइरहेछ, बनिसकेको छैन, यो निर्माण कार्य जारी छ। त्यस्तो छ है मम्मी। ठिक छ, सर बनिरहेको यता तल घुमेर यता माथि ठाउँ है। अलिकति भिडियो लामो छ त्यसले गर्दा अलिकति बोर हुनसक्छ, तर जस्तो सुकै बोर भयो भने तपाईँले भिडियो हेरिसकेपछि तपाईँहरू घुमे जस्तै नै अनुभवतिर आनन्द लिन सक्नुहुन्छ है साथीहरू। तपाईँले यो भन्न चाहन्छु, यस्तै छ। यहाँ चाहिँ खाजा खाँदै हुनुहुन्छ भने यस्तो छ ठाउँहरू। मम्मीसँगै हामी घुमिरहेछौँ। सँगसँगै तपाईँलाई यो भन्न चाहन्छु, अहिले चाहिँ यो खाजा खानुभएको चाहिँ यहीँ काम गर्ने दिदीबहिनीहरूले खानुभएको हो कि जस्तो लाग्यो मलाई। लाग्न चाहिँ कस्तो लाग्यो त मम्मी? मलाई राम्रो लाग्यो, मान्छे त्यति घुम्दै आइरहेको छ होइन, एकदमै राम्रो लाग्यो। पार्कमा होइन, शीतलहरू रहेछ होइन, यो पहाडको फेरि रहेछ होइन, मलाई राम्रो लाग्यो। ठिक छ, राम्रो लाग्यो है। हजुर हजुर, शीतल धेरै शीतल रहेछ है। उता यस्तो घुमेर जाउँ है अब हामी। हस्, यो चाहिँ बनाउँदै गरेको नि, निर्माण भइरहेको छ। निर्माण कार्य जारी छ। यो के खोला भन्छ भाइ? के खोला हो? सर्दु खोला, सर्दु गीत सुन्नु भएको छ नि, सर्दु खर्दु निसानेको त्रिवेणीमा आउनु भन्ने गीत सुन्नु भएको छैन? हो, सर्दु खोला। सर्दु खर्दु निसानेको त्रिवेणीमा आउनु, ढुङ्गा छुनु, माटो बुझ्नु, बिरुवा रोप्नु। एउटा गीत छ नि, सर्दु खर्दु निसानेको त्रिवेणीमा आउनु भन्ने गीत। त्यसो नि त्यस्तो लाग्यो मलाई। अघिसम्म झुकिरहेको थियौँ होइन, सर्दु खोला रहेछ है। सर्दु खोला यहाँ चाहिँ निर्माणाधीन काम भइरहेको छ, काम सिद्धिएको छैन। यो हिँड्ने ठाउँ होइन, हेर्दै हेर्दै हिँड्ने ठाउँहरू छ। यहाँ कलरिङहरू हुन्छन् होइन। अब होइन, यो चाहिँ ज्येष्ठ नागरिक पार्क हो। यहाँ चाहिँ निःशुल्क हुन्छ होला क्या, यहाँ चाहिँ त्यतिकै घुम्ने डुल्ने। ज्येष्ठ नागरिकहरूलाई चाहिँ यहाँनिर आउँदाखेरि अथवा जस्तै दिनमा आउँदाखेरि होइन, यसको ऊ लाग्दैन होला पैसा? शुल्क लाग्दैन। शुल्क यहाँ चाहिँ कस्तो गरेको भने हर्क सामाङले चाहिँ उसको भनेअनुसार चाहिँ निःशुल्क रहेछ नि। निःशुल्क। यहाँ त जाने ठाउँ रहेनछ नि त, बन्द रहेछ यहाँ त। हो रहेछ त हौ, यहाँ बन्द रहेछ है, यहाँ बन्द रहेछ। हो रहेछ, यहाँदेखि घुम्दै घुम्दै जाने ठाउँ चाहिँ बनाउँदो रहेछ यहाँदेखि होइन, तर अहिले बन्द रहेछ है मम्मी। रहेछ त हौ, अहिले बन्द रहेछ। छैन होला नि, छैन रहेछ। हामी त उभो गरी जाउँ तलै है। यस्तो छ घरहरू जस्तो कस्तो राम्रो टवरहरू बनिएको छ है। केटाकेटी टक्क खेलिरहेको छ है। जुम गर्छु नि हामीलाई। यस्तै छ है, आएकै छ मान्छेहरू आएकै छ है। धेरै टाढा चाहिँ कता पर्छ नि नानी? भेटेर यता माथि पर्छ होला हौ, यता होला नि, यता माथि। यता कताबाट जान्छ? म पनि भेट गएको छैन। ल यस्तै छ है साथीहरू, हामी चाहिँ घुमिरहेको छौँ। अब हामी यहाँबाट भित्र छिर्छौँ, अलिक छिर्ने बाटो रहेछ यहाँ। ल यहाँदेखि हामी भित्र छिर्छौँ। यहाँ चाहिँ कस्तो भने अघि हामीले कुरा गर्थ्यौँ नि,
फेरि ज्येष्ठ नागरिकहरू भनेको चाहिँ लिएर आउँछन् क्या यहाँ गाडीबाटै लिएर आउँछ नगरपालिकाले अनि दिनभरि राख्छ गफसफ गर्छ बुढाबुढीहरू पुरा मिल्छ यसो गेम स्याम पनि यसो पहिला पुरानो खेल्छ होइन अनि फर्किन्छन् के पछिबाट यस्तो छ है साथीहरू यहाँ चाहिँ निःशुल्क एकदमै राम्रो यहाँ त जो पनि बुढो हुन्छ नि त होइन हो नि हौ यहाँ अहिले काम गरिरहेको दाजुभाइ दिदीबहिनी पछि बुढो हुन्छ हो नि हौ अनि उहाँहरू पनि आउनुहुन्छ बुढेसकालमा हामीले जमानामा बनाएको पार्क भन्दै हो नि यसो घुम्ने डुल्ने ठाउँ हो क्या यो रमाइलो पनि हुन्छ नि रमाइलो होइन यता जाउँ न त अब यता जान सक्यो त जाउँ न यताबाट बाटो हुन्छ ए बाटो रहेछ यो चाहिँ लिम्बूको घर जस्तो होइन मम्मी हजुर लिम्बू घर च्याप्लुङ छ भने होइन त्यो चाहिँ यो कल्चर हो है कल्चर हो रहेछ त ए च्याप्लुङहरू राखेको रहेछ ए राई लिम्बूको घर चिन्डोहरू रहेछ होइन त चिन्डो चिन्डो यहाँ है पहिलाको उहरू हराउँदैछ भनेर त्यसो गरेको हो मजाले कसले बनाएको भनेर त्यहाँ यस्तो लेखेको छ हो नि यता अप्ठ्यारो बाटो रहेछ अब हामी यताबाट जाउँ यो त राईको छ जितमान राई काम भइरहेको छ धामाधम होइन जितमान राई जाउँ ल सुनमाया राई यस्तै छ है साथीहरू गोलो घर चौतारी उसले बनाएको रहेछ जितमान राई र हेर्नु है यहाँ चाहिँ फेरि माछाहरू के राख्नु ठाउँ घुमेर हेर्ने रहेछ पानी हेर्नु चाहिँ होइन हो नि हौ दहाहरू है माछाहरू राख्नु ठाउँ बनाएको नि गमला फुलहरू है कस्तो राम्रो है हो नि हौ हेर्दा अलिकति के झापाको देखिन्छ त डुल्दा त धेरै राम्रो रहेछ होइन धेरै राम्रो छ डुल्दाखेरि गहिरो धेरै कुरा पनि लेखेर होइन गहिराइमा डुब्दा त हो नि हौ अब हामी त्यहाँ गएर खाना खान्छौँ भने त हुन्छ खेर खाजा खान्छौँ सादा खाउँ न के जाति के पाइन्छ खाउँ न मजाले खाउँ न हौ चिल्लो चालो चाहिँ नखाउँ न टिकाले खानु चिल्लो चालो नखानु नानी खान्छ हल्का खानुपर्छ हजुर हल्का खानुपर्छ ल यस्तो छ है साथीहरू अब हामी त्यहाँ खाजा खान जान्छौँ त घुमिसक्यो पनि अब हामी जान्छौँ सरासर अब दमक जानुपर्छ सिकुटी किन्नु पर्यो नि त हजुर सिकुटी चाहिँ धरानमा चिनेको छ किन्ने ठाउँ छ देखेको छु ए किन्न त खानु मन परेको चिक्कले तेलहरू धेर नखानु चिकन ल्याएर खानु यस्तै छ साथीहरू कति राम्रो मिठो बासना आयो पूजा जस्तो ल हकसँग चाहिँ यसो गर्दैन अब चाहिँ नि गर्छन् नि उसले यहाँ आएर गर्छ र अनि गर्छन् उसको भिजनै यही हो अनि त्यसो नि अनि उसले नै गरेको सबै यही भएर उसलाई सबै जनताले मन पराएको ल अब चाहिँ हामी त्यत्रो घुमिसक्यौँ होइन अब हामी खाजा खान्छौँ है साथीहरू अब खाजा खान्छौँ राति चाहिँ हुँदैन यहाँ खाजाहरू मान्छे पनि हुँदैन हुन्छन् नि खाली छ ल यतै बस्नुपर्छ होला है के छ हौ ल अब चाहिँ हामी सबै घुमिसक्यौँ होइन यो के भन्छ यो एसपिएस रक गार्डन पनि घुमियो यता श्रम संस्कृति पार्क पनि घुम्यो ज्येष्ठ नारी पार्क पनि घुम्यो खाजा पनि खाइयो है जुन पछाडि देखिरहनु भएको छ त्यो पाल टाँगेको खाजा खानु भएन मम्मी खाइयो अब कस्तो लाग्यो त एकदम राम्रो अब चाहिँ घर फर्किनुपर्छ है त घर फर्क्यौँ है नफर्किँदा अब रात पर्छ यति डुलियो त 2 घन्टा 2.5 घन्टामा डुलिसक्यो सबै हेरिसक्यो सबै थोक बुझिसक्यो पनि अब घर जानुपर्छ नानी घर जाउँ होइन त हजुर हजुर ल ठिक छ आफ्नो घरमा अब चाहिँ यति भए डुलियो सबै हेरियो सुनेको थियौँ अब हेरिराख्यो डुलिराख्यो
अनि हर्कसन चाहिँ कस्तो लाग्छ त? ठिक छ, राम्रो लाग्यो, राम्रो नै लागेको थियो। आज पनि हेर्दा सबै राम्रो, हेरेको सुनेको देखेको अब यहाँनिर सबै हेरियो पनि होइन, राम्रो छ। ठिक छ, ठिक छ होइन? यस्तो छ साथीहरू, एकदम भिडाभिड छ। म ब्याक गरेर देखाउँछु त क्यामेरा। हेरिसक्यो अब चाहिँ सर्दो खोला सर्दो खोला हेर्दै चाहिँ यो पनि बनाएको नि सबै सर्प बनाएको त्यहाँ चाहिँ है। बाघ सुतेको बनाएको के भन्नुभयो? ए बाघ सुतेको? बाघ सुतेको मैले देखिहाल्नु भएछ। जुम गरौँ न त है। यस्तै छ, एकदमै भिडाभिड छ। मान्छे चाहिँ कहिले टुट्दैन होइन, ज्यादा छ ज्यादा। अब हामी चाहिँ निस्किँदैछौँ साथीहरू है त। तपाईँहरूलाई म यही भन्न चाहन्छु, त्यहाँ चाहिँ माया धरानी बेसार रहेछ है। म रहेछ लाने त बेसार घरमै लिएको छु। ए घरमै छ? यति लिएको छ, मैले तिखेर उ गरेर चाना सुकाएको। ए हो हो। ठिक छ, यहाँ चाहिँ माया धरानी बेसार पनि पाइन्छ है साथीहरू। यस्तै छ साथीहरू। अब हामी चाहिँ जाँदैछौँ स्तनहरी पार्क, सबै घुमेर जाँदैछौँ है त साथीहरू है त। ज्यादा से ज्यादा भिडभाड छ, तपाईँले देख्नु भएको छ है साथीहरू। यस्तै छ, यस्तै छ साथीहरू, यस्तै छ। ज्यादा से ज्यादा हामी घुमिरहेको छौँ ल। हामी चाहिँ अब जाँदैछौँ। यस्तै छ। 30 रुपियाँ खानु, कोपी 30 रुपियाँको, रु 30 रुपियाँको। अब 30 रुपियाँको खानु पर्ला मोमो। तपाईँ खानुहुन्छ? यो खानुहुन्छ? नखाने ल, मोमो नै खान्छु। एउटा खान्छु अनि जाउँ। हाम्रो गाडी खोइ त? गाडी छैन त नि। चिन्नु भएन, गाडी चिन्नु है तपाईँले अहिले होइन। ए कुन बाउ? चिन्दिनँ कुन गाडी यो पक्रिनु त म लड्छ है। छेउमा बस्नु, तपाईँ छेउमा टाढाबाट हेर्नु न, भिडियो गरिरहेको त्यसले। फेरि भिडियो खोज्नु बोल्नु न। एकदम अब चाहिँ घर अरे पुग्दैन क्या पैसा त? हेर्नु त कति छ पैसा पाउनु ल। यो चाहिँ के अरे? यो के? यो आइसक्रिम। ए गुलियो हुन्छ, चिसो होइन? ल मैले भिडियो पक्रि पनि दिनुभयो, खिच्यो पनि, एकदम तिरिसक्यो। अब निस्केर जाँदैछौँ। सिकुटी चाहिँ किनेर जान्छौँ है मम्मी? हुन्छ, एक केजी लैजाउँ है। ल मन परेको लानु खानु। राखेर खाँदा पनि भयो, त्यो मिल्छ होइन? हाम्रो कहाँ छ गाडी? हेर्नु त, गाडी चिन्नु त, गाडी बाइक खोइ हाम्रो। के छ पुछ्नु न। कहाँ गाडी हाम्रो? पुछ्नु न ल। हाम्रो गाडी खोइ त? गाडी यो हो? यो हो? कसरी दिनुभयो? माथि हेर्दै जस्तो लागेको थियो, त्यो हेर्दाखेरि। हाम्रो गाडी चाहिँ हो है साथीहरू। म पनि चिनिसक्नुभयो। अब हामी चाहिँ जाँदैछौँ साथीहरू।
ढोमकतिर 5 तारिकदेखि घुम्न आयो श्रम संस्कृति पार्क। मम्मी अब जाँदैछौँ है। जाउँ मास्क लाउनुहोस्। कस्तो राम्रो छ होइन? राम्रो छ, ठिक छ। ल अब जाउँ, म मास लाउँदैछु है त। छोराको सब्सक्राइब गरिदिनु भन्नु न। ल ल छोराको युट्युब सब्सक्राइब गरिदिनु भन्नु त। ए छोराको युट्युबलाई सब्सक्राइब गरिदिनु होला एकदमै उसमा होइन। ल ल कसो भन्नु पर्ने, म त आउँदैन पनि। त्यति भए भइगयो त। भयो भयो होइन। ल ल ल त है त साथीहरू, यति जसम्म भिडियोहरू साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो चाहिँ एउटा मेमोरीको लागि है साथीहरू। ल